आज भने हामी अब सुरु गरिसक्यौँ। हाम्रो आमा यहाँ गनगन गरे हुनुहुन्छ। हामी चाहिँ हिँड्यौँ अब। आमाको यो खै के काटेन अरे, अब मैले के हारिदिनु होइन। त्यो बटारे धुप बनाउनुलाई काटेन अरे। अलिक ठुलो खालको कैँचीले ठिक हुन्थ्यो होला हौ। हामी त के हो के देखाएको त्यसरी। किटक्याट खाए मान्छे केही छ भने भनौँ आमै। केही छैन भन्ने कुरो छैन, सकियो। छैन भन्दिनँ। के गरेको नगर नि त्यस्तो, के हारेको त। ल आमै, हाम्रो आमै के खाएकै छन् नि आमै मुखमा। यति मिठा खाइरहेछन्। के खाइरहेछन् हाम्रो आमैले? यो हानमाको। हजुरको यो हानमाको नातिले दिएर खाँदै हुनुहुन्छ हाम्रो मम्मी। अब हामी भने अब जाँदैछौँ। यहाँ हाम्रो मेरो नयाँ सब्सक्राइबर। हेलो मेरो नयाँ सब्सक्राइबर जी। खोयो खोयो कहाँ हो? ए मान्छे सानो भएर सबै हराउने रहेछ। ल मेरो नयाँ सब्सक्राइबरलाई मेरो आजको भ्लगमा स्वागत छ। धन्यवाद। के अनि कस्तो लाग्दैछ मेरो भ्लग हेरेर? के शिक्षा लिनुभयो अरे क्या? दुई शब्द व्यक्त गरौँ त। गर्नुहुने रहेछ तपाईँले। मेरो दुई शब्द, मेरो भ्लगमा दुई शब्द व्यक्त गरौँ त तपाईँको। छिटै प्रगति गर्नुहुने रहेछ हाम्रो दिदीले। हो त्यति हो? छैन झन् आज मेन कास्ट तपाईँलाई राखेको। भ्लगमा आज मेन कास्ट हो मेरो। कास्ट भनेको कुरेर मेन गेस्ट भनेको त कास्ट पो भनेछु है। मेन गेस्ट राख्यो भनेको त। एकदम र भ्लगर। मरै उहाँको कन्टेन्ट चाहिँ एकदम र हुन्छ। मैले गेस्ट भनेको कास्ट भने पठाएछु र भागिहालेँ मान्छे जति। हाम्रो आमैसँग बनाउँदा त हुन्थ्यो। कहिले भ्याउनु र बनाउने। अहिले पनि हिँड्नु ढिलो भइसकिहाल्यो। अब भोलि बाटै लाग्नु पर्ने बेर छैन। कुनै बाटो लाग्छ भने के गर्छौ? के गर्नु न? अलि यस्तो काट्छु म। सानी बाटो काट्नु लैजाउँ कि भन्छु कोही बेला। सानीको हाम्रो घरमा यसरी स्याल आइरहेछ बाटोमा। देख्न सक्नुहुन्छ गाइज, हाम्रो घरमा यसरी स्याल आइरहेछ। स्याल हो कि वन बिरालो हो? हेरिरहन्छ आनन्दले। देख्न सक्नुहुन्छ गाइज, हाम्रो घरमा वन्य जन्तु हामी पाल्छौँ। स्याल अजीको साथी हो क्या यो वन बिरालो। हिँड स्याल हो कि? तल गयो। अब चाहिँ हिँड खिच्यौ गयो। खतरा आएछ। मजादार रहेछ, मजादार। उता रेसमा दिदीको गाइज अब भने गयो। यहाँ अघि वन बिरालो बसिरहेको थियो। यहाँबाट निर्भयले खेदेको हो वन बिरालो चाहिँ। यहाँ हाम्रो जापानिज कटुस फुलेछ। मैले खाएको छु नि। यो मिठो हुन्छ नि। उसिनेर कस्तो मिठो हुन्छ यो। उसिनेर मिठो हुन्छ। कस्तो मम्मी चाहिँ आँखै धपाउनुहुन्छ, मलाई अराउनुहुन्छ। अराउनुहुन्छ? दोष दिनुहुन्छ? आफ्नो दोष नलुकाऊ। नलुकाऊ। गल्तीलाई गल्ती भनौँ, सहीलाई सही भनौँ। मैले चाहिँ होइन है फेरि। गाइज मेरो कास्ट होइन रेसमा। एकछिन दिदी यहाँ अलिकति अघि मैले होइन आज मेरो मेन कास्ट भन्दैछु। उसलाई मेन गेस्ट भनेको त मेन कास्ट भनेछु। भागिहाल्यो गट्टा। टङ स्लिप हुन्छ। टङ स्लिप हुन्छ। नो प्रब्लम। ल जाऊँ। के मान्छे चाहिँ स्लिप हुनु भएन कि? मेरो झोला केही छैन। यहाँ मेरो रित्तै छ। हजुर मान्छे चाहिँ स्लिप हुनु भएन, टङ स्लिप हुँदा केही भएन। हो ल नो प्रब्लम। अब हामी चाहिँ हिँड्दैछौँ। अब हामी गयौँ, ओह्रालो ओह्रालो झऱ्यौँ। आउनु चाहिँ अब हामी भरे बेलुका कति बेला हुन्छ? छिटो आऊ साथी हो। के भयो?
लेट्स गो बिस्तारै आम गाइज ल अलिअलि एडिट गर्छु उनी भ्याउँदिनँ क्या म जान्दिनँ मजाले अनि यो मान्छे चाहिँ अब कहाँ हिँडेको यो मान्छे चाहिँ के बोकेको यो दिस इज स्लिपिङ ब्याग किन बोकेर हिँडेको यो स्लिपिङ ब्यागले चाहिँ केही कामै गर्दैन रहेछ क्या दिदी म यो स्लिपिङ ब्यागमा के यस्तै त दिदी मलाई पनि थाहा थिएन हैन त्यो होइन तिम्रो दादालाई गएर भने कि अहिले शुभम क्याफेमा आइपुगेको छौँ यिनीहरूलाई यहाँ आउने आएपछि कोक खाउँ लागेर ल लुलु एकै ठाउँ राख नि त नि चियर्स गरेर कोक खाने रे म त चाहिँ कोक खान्न नि चियर्स गाइजहरू यहाँ हाम्रो पाहुनाहरू हुन्छ वरिपरि सबैजना ल लुखाउ सुषमा मिसले एकदम ध्यानपूर्वक सुनिरहनु भएको छ हाम्रो दिपक सरले भनिरहनु भएको छ यो के भन्छ दिपक राईको इतिहास बचाउने दिपक राईको कामहरू चाहिँ दिपक सरले भनिरहनु भएको छ सुषमा मिसले एकदम ध्यान दिएर सुनिरहनु भएको छ यता आज मेरो मेन कास्ट चाहिँ छक्क परेर हिँडिरहेछ रेसमा भने छक्क परिरहेछ सुषमा मिस एकदम चासो दिएर सुनिरहनु भएको छ यहाँनिर बिर्सेछ रेसमाले चक्लेट जित्यो यहाँनिर भाइले एउटा बोनस पनि दियो हामीलाई रेगुलर 3 टाइम लेखा यसमा तिम्रो भोट चाहिँ यहाँ गर्नु पर्यो नि भाइलाई दिदी कुन हो रे यो 9 तिम्रो नम्बर 9 यसमा चाहिँ पुरा डिएनए सिक्दैछ यो भनेको डिअक्जिराइबोस भयो यो पोस्टपेड भयो यो पोस्टपेड चाहिँ यो नाइट्रोजन बेस हो यो नाइट्रोजन यस्तो युट्युबको भिडियो यस्तै खिच्नुपर्छ एउटा बोन भयो भनेर सिकाउँछन् त्यस्तै दुईटा बोन यिनीहरूलाई बाइन्डिङ गर्छ भयो भयो कतिजना यहाँ हेर स्मार्ट के अरे स्मार्ट हो त स्मार्ट के अरे डस्टबिन स्मार्ट डस्टबिन के त हेर त यसमा यहाँ काठको के अरे बाँसको चोयाको टोपी हामी बाँसको यो सामग्री बन्ने ठाउँमा पनि जानुपर्छ अब सुषमा मिसले चाहिँ सारङ्गी ल ल बजाउनु विष्णुदीको भ्लगमा त्यो पनि आउनेछ युकेलेले बजाउने मान्छेलाई आउँछ नि के बिल्ला हो अनि कस्तो सुहाएको छ उसलाई त्यो टोकीले बजाउँ न भ्युजको लागि एउटा यहाँ चाहिँ यिनीहरू दुईजनाको हुँदैछ कुराकानी ल लु बजाऊ 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 अलिक लिन्छ यताबाट लिक होइन होला त्यो के हो घुट्ने होइन होला कि हो रेसमाले गीत गाउँछ खोटाङ जिल्ला भित्र छिटो छिटो ऊ त्यहाँ रहेछ त त्यो हो त्यही रहेछ ल ल ल ल ओ लु ल ठिक छ तपाईँको भ्लगमा मैले हेरेको थिएँ खोकीको ए अँ यो चाहिँ मस्जिद भयो सुनपाती यो चाहिँ सामुदायिक वनमा आसनको रहेछ यहाँ स्टलमा मान्छे चाहिँ कोही नहुने रहेछ बासमा मिठो आउँछ म ट्राई गर्छु एकछिन नानी यो झार चाहिँ 4वटा पात भएको भेट्यो भने के हुन्छ भनेर यहाँ खोज्नु कोही व्यस्त छन् होइन 4वटा हो कि 3वटा खोज्ने हो यो 4वटा 3वटा त सधैँ भेट्छ 4वटा खोज्दैछन् कोही चाहिँ यहाँनिर बजार गेम हाम्रो निर्भयहरूको बजार गेम हो यो निर्भय चाहिँ कहाँ गयो आज निर्भयहरूको बजार गेम निर्भय चाहिँ कहाँ पुग्यो
कराउँदो रहेछ यहाँनिर उसले यहाँनिर एलिसाले चाहिँ सुषमा मिस चक्लेट खाने प्रयासमा हुनुहुन्छ यहाँले नछाइकन लानु हो भनेदेखि चक्लेट पाउनुहुनेछ अघि रेशमाले एउटा एउटा चक्लेट खुवाइसक्यो अब सुषमा मिसको पालो रहेको छ चक्लेट खुवाउने उहाँ एकदम भरपुर प्रयासमा हुनुहुन्छ मैले चाहिँ त्यहाँ परसम्म पुर्याउँदा 10 चोटि छुवाएँ होला छुवाएँ भने कराउँदो रहेछ कतिको सक्छु भन्नेमा हो ल ठिक छ अन्वेषण कलाको लगभग अन्तिम दिनतिर छौँ राम्रो राम्रो मान्छेहरू आए बल्ल आज मैले साथीभाइ भेट्ने हिजो एक्लै हिँड्दा 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 जता जाँदा पनि एक्लै भएर म है कलेजमा हुँदाखेरि ठिक हुन्थ्यो होइन एलिसाजी आइ मेन गेस्ट आज हामी अन्वेषण कलाको तेस्रो दिनमा छौँ गेस्टले लजाएर भइरहन्छ मेरो गेस्टलाई अघि मैले पेन्टिङको काम हुँदैछ सिङ्गर हो गीत भरे गीत गाउन लाउनुपर्छ यो मान्छेलाई त्यसमा त्यहाँ है स्टेजमा भरे गाउनु ल एउटा ए सिङ्गल भन्या म त सिङ्गर भनेको सुने भरे गीत सुन्छु भनेको ल सिङ्गल कोही खोजिदिन्छु म माने भनेको मान्नु पर्यो यहाँ बनेको लाइभ पेन्टिङ हो यो सेम यहाँ बसेर बनाएको हो कि मान्छे बनेको छ दिक्तेल रूपाकोटमा जगडी नगरपालिकाको मेयर तीर्थराज भट्टराईज्यूले माटोको भाँडा बनाउँदै हुनुहुन्छ यहाँनिर श्री माध्यमिक विद्यालयको यो चाहिँ म एक भाषण दिन्छु ल अनि यो खोइ त यो चक्र घुम्दै गर्दा पो भाषण दिने भाषण सुनिँदैन नि त चक्र घुम्दा सुनिँदैन एकजनाले यो माटोको भाँडा पुरै खोल न यो पुरै खोल यो चाहिँ विशेष स्टलमा पर्छ यहाँ सुन्नुहोस् है यहाँ होइन यहाँ भिआइपीहरूको जिउमा 1-2 छिट्का माटो परे पनि माथि पाउँछ विचार गर्नुहुन्छ एकदम माटो बन्ने काम हुँदैछ मेयर साहब बनाउन रेडी हुनुहुन्छ भने यहाँ माटो बन्ने तयारी छ एउटा गमला बन्दैछ यहाँनिर माटो बन्दैछ अब यहाँ मेसिन घुम्छ अब यहाँ माटो घुम्दैछ उहाँ मेयर साहब बस्नुभएको छ बनाउनलाई त्यो बन्ने कुर्सी तीर्थराज भट्टराई ल अब घुम्दैछ है माटो भाँडा बन्दै तपाईँहरूले सहयोग गर्नुपर्ने हो र सर म्यामहरूले थोरै सहजीकरण गर्नु होला सर हामी विज्ञान तथा गणित प्रदर्शनी 2083 अलिक थोरै छ अब कुद्यो आदरणीय व्यक्तित्वहरू तपाईँ सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु र आज हामी विशेष गरी साङ्गीतिक कार्यक्रमको साथमा तपाईँ सामु हामी आइरहेका छौँ तपाईँ सबैजना आज हामी रमाउनेछौँ रम्नेछौँ नाच्नेछौँ गाउनेछौँ है त र हामीसँग समय पर्खिनु पर्ने धेरै समय छैन कामहरूको प्रस्तुतिहरू चाहिँ अझै पनि यहाँनिर लिस्टमा आइसकेको छैन तपाईँहरूले टिपाउँदै जानु होला आज हामीसँग को आउँदै हुनुहुन्छ समय थाहा छ र आज हामीसँग हुनुहुन्छ जात्रा ब्यान्डको साथमा विराज राई र उहाँको पनि एकदमै बेजोड प्रस्तुतिहरू हामी सुन्नेछौँ रमाउनेछौँ र त्योभन्दा अगाडि बन्यो बन्दैछ हामीसँग विद्यार्थी साना साना विद्यार्थी भाइ बहिनीहरूको ज्योतिमावि जालपाका विद्यार्थी भाइ बहिनीहरूलाई यो नेपाली सिरुचाली भन्ने अनुरोध गर्न चाहन्छु अब त्यो काट्ने रहेछ र गीत भने आफूसँग ल्याएर हाम्रो अपरेटरलाई दिएर सहयोग पनि हाल्न चाहन्छु कोइलाटो बन्यो ताली बजाऊ नेटबाट भन्दा पनि तपाईँले डाउनलोड बनाउनुभयो अब डाउनलोड सङ्गीत ल्याउनु होला यहाँ हामीलाई सहज हुँदै थियो
अब हाम्रो हिमालय माध्यमिक विद्यालयको विद्यालयको प्रधानाध्यापकज्यूको पालो आएको छ माटोको भाँडा बनाउनु नृत्यभन्दा अगाडि नृत्यको तयारी हुँदै हाम्रो एकदमै मैले त स्थानीय कलाकार भाइ जीवन बस्ने यो आजको दिनको आकर्षक धीरज राईको यहाँ इन्ट्री भइसकेको छ, आइसक्नु भएको छ। हाम्रो मेयर साहब लगायतको टोलीले उहाँलाई खादा लगाएर स्वागत गरिरहनु भएको छ। यहाँ गेटमा आइसक्नु भएको छ धीरज राईको टोली। उहाँको ब्यान्ड चाहिँ अलि अगाडि आइसकेको हो, धीरज राई चाहिँ अहिले आउँदै हुनुहुन्छ। अब उहाँ जानु नै छ यहाँबाट कार्यक्रम स्थलमा, देख्न सक्नुहुनेछ तपाईँहरूले। अब धीरज राईको जोरदार प्रस्तुति सुरु नै छ यहाँनिर। हाम्रो पानीपुरी आइसकेको छ, हामी पानीपुरी खाँदैछौँ। यहाँ धेरैजना मान्छेले चाहिँ नमिठो भन्नुभयो। हाम्रो सुषमा मिसले के भन्नुहुन्छ? मिठो भन्नुभयो। उहाँले भन्नुभयो एकदम मिठो, यो अर्ग्यानिक चिज हो सबै कुरा। पानीपुरीको किङ चाहिँ यहाँ हुनुहुन्छ हाम्रो। अमिलो छ त भतिज अलिकति छैन? यो पानीपुरीको अमिलो, यो पानी अलिक अमिलो भएन भन्ने कुरा आएको थियो भएर अलिक अगाडि लैजाउँ न यो प्लेट। अनि चटपटे पनि आयो, भाइरल वाली चटपटेकोबाट चटपटे पनि आइसकेको छ। कहाँ गयो हाम्रो भाइरल वाली चटपटे? भाइरल वाली चटपटे अनि रुवाईको यहाँ हाम्रो चटपटे पनि आइसकेको छ। मिठो छ कि नमिठो छ मान्छेको फेसियल एक्सप्रेसन हेरेर थाहा हुन्छ कि मिठो कि नमिठो भनेर चाहिँ। धीरज राईको प्रस्तुति सुरु हुन लागेको छ। म त्यता जाँदैछु धीरज राईको प्रस्तुतितर्फ। हाम्रो निर्भय अगाडि गइसक्यो। आज पनि नाटक पनि हुन्छ है के हो? त्यहाँ नाटक लुगा लाएर बसिरहनु भएको छ। यहाँ मञ्चमा हाम्रो फोन गुरु र थकान सर नाचिरहनु भएको छ। यहाँ ब्यान्डको प्रस्तुति भइरहेको छ। यता हुनुहुन्छ दर्शकहरू खचाखच हुनुहुन्छ भनेदेखि आउने क्रम अझै पनि जारी छ। एकजना कुकुरी आमै पनि जानुभयो नाच्नलाई। केही छ? र हामी एकदमै आभारी छौँ। हामीलाई यति मजाले इन्जोय गरेर बस्नु भएको छ। आदरणीय हाम्रो गायक वीरेन्द्र मालकरलाई सबैजनाले जोरदार ताली पालीमा को हुनुहुन्छ? र अबको पालीमा आउँदै हुनुहुन्छ जात्रा ब्यान्डको साथसाथै धीरज राई। गायक धीरज राईको प्रस्तुति भइरहेको छ। यहाँबाट देख्न सक्नुहुनेछ दर्शकहरू आउँदै हुनुहुन्छ अझै पनि। अब गीत चलाउनलाई
मुसु मुसु हाँसिदेऊ न लैलाई मुसु मुसु हाँसिदेऊ अब हामी पनि फर्किन्छौँ होला। अब सुरु हुँदैछ नाटक रेड पाण्डा संरक्षण गरौँ। पानी पनि आउन लागिरहेको छ, सबैजना हट बढाइरहनु भएको छ। सुन्दर प्रकृति जहाँ प्रकृतिमा जीवहरूको घर, यहाँ जन्तुहरूमा प्रकृति नै घर। यहाँ वसन्तको पालुवा शिशिरको तुषार, पारिस्थितिक प्रणालीको जीवन चक्र चलिरहेछ सरासर। सुन्दर प्रकृतिमा सबैको अधिकार बराबर। पृथ्वीको संसारमा जनावरको व्यथा, सजीवदेखि निर्जीव समेत छ जैविक विविधता। खरायोले गएर बचाउँछ अब।
गेटभन्दा कता छ उतै रहेछ हाब्रे नि दुईटा रहेछ तिनीहरू मान्छे आउँछ गाउँ बेसी मेलैमा आज त्यो त गुराँसको रुखसम्म जङ्गल खोडाले गरेर पुऱ्याउनु पर्छ है बल गरौँ यत्रो परसम्म त यसरी टिपोतिर लग्न सकिँदैन है टुप्पा मिसिन चाहिन्छ मिसिन तेरो बाउले टोकु पुने जस्तो सजिलो छ मेसिन पैसा चाहिन्छ पैसा खासमा हामीले जङ्गलकै बिचबाट तिरोट नखर्नु पर्ने ऊ त्यहाँ बसिरहेको छ त लुकेर हाब्रे उता लुकेको देखेको थिएन ऊ त्यो बक्साभित्र हेर त जङ्गली जनावर सबैलाई के दिन्छ जङ्गली जनावर जहाँ गयो त्यहाँ बसिहाल्छ त्यसैले छ अनि जङ्गलले आइन्छ जङ्गल त्यहाँ भएन यहाँ रोड खनेर सहरबाट मल ल्याएर गर्दै होइन देखो त बाँदरको हरकत जङ्गली हामीलाई के लाग्यो टोपी अब सबै डिटेल्स भएपछि अनि बाँदर घर घरमा नआएर कहाँ जान्छ अल्लाह बोल्ला कुदाउनु कुदायो नि बाँदरले चप्पल लाग्दैछ चप्पल अलि विचार गरेर बोलाउनु फेरि एउटा ठुलो मूल रहेछ हामी कसैलाई पनि थाहा छैन मैले त पानी पनि पिएर आएँ बडो स्वादिष्ट छ है केटा घरको हत्तादेखि चाहिँ मुलमा पानी सबै घर घरमा पुऱ्याउने काम गर्नुपर्छ है केही नराख पानी ल्याएर भनेर पनि छ कुमार अब हाब्रे नि आउँछ हाब्रे नि आएर है अब हाब्रेको अनुहार चाहिँ अलि भएन छ है नत्र चाहिँ हाब्रे नै हुने रहेछ अनुहार पनि बनाइदिएको भए त्यस्तै कान मात्रै रहेछ अब के हुन्छ त्यहाँ हेर न हेर्दै उसी थाहा भइहाल्छ त रोड खन्देर उतो गर्दै तिनीहरू छक्क पऱ्यो तिनीहरू बस्ने ठाउँ होला खरायो
हाब्रे नि यो विशेष गरी हाब्रेको लागि रहेछ कि मङ्की आयो ला लडे मङ्की अब हाब्रे गएर लुको फेरि अब खेलाउने सिकारी हो मटेरा खेलाउने बच्चा होइन गएर ठुलो सिकार अहिले तैँले खेलास् नि फेरि हाब्रे जाँदैछ निक्लिँदैछ अब देख्छै देख्दैन हाब्रे सुरुट उडायो हाम्रो भाग्य परियो रहेछ नि विस्तार गर्नु भएन है एकदम ताकेर हाब्रे मरे एउटा कम्पनी भङ्गल गर्दैन गोली लागेको थियो मोबाइलको गोली सुन्छ अर्को जङ्गल गयो मान्छेहरू शिकार गर्न यो त नि हिजो समयमा देखाएको गर्छ है क्या र हाब्रेको अहिले खुट्टा गलेर मलाई पछि लाग्देको केटा हो
एभरेज एकछिनमा देख्ने हो। उपचार गर्यो पनि कसैले नभन्ने नि त म बाल्छु मैले पनि दिएको 15 दिन त पर्दैन माया गरेर बाल्छु नि त लग्यो उपचार गर्नु लग्यो। Shake it, baby, shake it. 1, 2, 1, 2, 3, go! Looky, आँखा तिमी नजुधाऊ त्यसरी यो मन त्यसै उडिदिन्छ।